हेलो गाइस वेलकम ब्याक टु माई न्यू ब्लग आजको ब्लगमा तपाईँलाई स्वागत छ ब्लग तपाईँले सोचिरहनु भएको छ किन आएको छैन दुईवटा ब्लग खाली हालेर के गर्नु खोजेको भनेर सोच्थ्यो होला होइन मैले गर्नु चाहिँ केही गर्नु खोजेको होइन मेरो चाहिँ फोन नभएर मैले ब्लग चाहिँ त्यति मात्रै हालेको हो मेरो फोन चाहिँ तर मेरो फोनको क्यामेरा घिनै लाग्छ नि त कि यो फोन हो मेरो चाहिँ तर क्यामेरा अब तपाईँहरूले सक्दै एन्ड्रोइडको क्यामेरा तपाईँहरूलाई थाहै होला हो अन्त मैले फेरि हालेपछि दामी क्वालिटीमा एचडी आइफोनको क्यामेरामा खालि हाल्नु मन छ नि त त्यही भएर तर त्यस्तो अहिले ब्लग पनि बनाउनु पाएको छैन किनभने चाहिँ मेन त क्यामेरा नभएर अन्त गाइस तपाईँलाई म देखाउँदैछु होइन आज घरमा चाहिँ हाम्रो दि आइरहेको छ नि त कि पाहुना दि अन्त उसँग भेट्दैछु दिएको पनि च्यानल छ च्यानलको नाम सस्तु ब्लग्स हो दिले चाहिँ फेसबुकमा खालि हाल्छ नि त ब्लग त्यही भएर दिलाई भेट्नेवाला छु अहिले भर्खर चाहिँ हामी म लुगासुगा धुएर आएको हो त्यहाँबाट दिको नाम सस्तु ब्लग्स हो तर त्यसले चाहिँ युट्युबमा हाल्दैन अन्ली फेसबुकमा हो त्यही भएर चाहिँ सपोर्ट गरिदिनुहोस् मेरो सब्सक्राइबर त धेरै छैन 45जना मात्रै छ र पनि सपोर्ट गरिदिनुहोस् दिदीलाई त्यही नै हो गरिदिनु पऱ्यो एकअर्कालाई सपोर्ट गर्नुपर्छ होइन त्यही हो ल भेट्दै गरौँ सो गाइस अहिले चाहिँ म कहाँ गएको भन्दाखेरि चाहिँ माथि कहाँ गएको यो केटा भन्दाखेरि चाहिँ म चाहिँ अन्डा ल्याउनु गएको हो अन्त खासै हामीले बस्तीको अन्डा यस्तो छ बाटो हो बस्तीको अन्डा खाने नि त आज घरमा दोकान जुन बोइलरको अन्डा ल्याउनु भन्दाखेरि चाहिँ कुनै के भएछ त बस्तीको अन्डा ल्यायो भन्यो त्यो ल्याउनु जाँदैछु बाटो चाहिँ यस्तो छ हो अनि फेरि यहाँ चाहिँ साँपको डर हुन्छ नि त बेलुका चाहिँ चट्ट साँपलाई टेक्यो भने मलाई मार्छ बाँकी जिन्दगी जिउनु डल्लै छ हो द्याट्स वाइ मलाई चाहिँ चट्ट यो हातमा फोन बोकेर लाइट बोकेर अन्त करेन्ट पो छ कि छैन गइरहेको छु गाइस यहाँ करेन्ट लाउँछ म त एकछिन म सोध्छु घरमा कराएर फोन गर्छु कलमा त्यहाँबाट चाहिँ आई विल कन्टिन्यू सो गाइस करेन्ट छैन अरे हो अन्त करेन्ट छैन चाहिँ मलाई ढुक्कै भन्छ किनकि बेलुका चाहिँ यहाँनिर हाम्रो चाहिँ घर तल छ घर तल छ यहाँनिर कुखुरा राख्छ कोही हुँदैन हो हराउनु सक्छ नि त भन्दा पनि कराउनु सक्छ अन्त हराएको छ नि थुप्रै हो त्यही भएर चाहिँ करेन्ट लाउँछ अन्त सोधेको नि घरमा करेन्ट छ कि छैन भनेर फेरि यत्रो जिन्दगी जिउनु चाहिँ करेन्ट लागेर मऱ्यो भने त रड्डी हुन्छ सोच्दाखेरि करेन्ट लागेर मऱ्यो अरे भनेर हो त्यही भएर यहाँनिर अन्डा ल्याउनु गएको तर अन्डै भेटिनँ मैले यार अन्डा यहाँ रहेछ चट्टा अब यो अन्डा चाहिँ म बोकेर जानुपर्ने हुन्छ 4टा अन्डा हो त्यही हो गाइस कसरी बोकौँ अन्डा हाम्रो कुखुराहरू चाहिँ यहाँ छ हो यस्तो हुन्छ कुखुरा चाहिँ आउँदै गएको चल्लाहरू यहाँनिर छ अन्त अलिक ठुलो टिनेजर पुगेकोदेखि बुढोहरू छ अनि यहाँ छ त्यहाँदेखि 10, 11, 12हरूसम्म चाहिँ यहाँ राखेको छ मान्छेको एज अनुसारमा हेऱ्यो भने चाहिँ त्यसरी राखेको छ कुखुरा हो त्यही भएर चाहिँ फेरि मैले चट्टा गेट यो गेट यहाँनिर चट्टा लगाउनु पर्ने हुन्छ अन्डा र फोन यहाँ राखिदिउँ अन्त अब यो गेट चाहिँ लगाइदिउँ यसरी वीरताको चिनो भन्छ केटाहरूले अन्त गाइस अब अन्डा खानुपर्ने हुन्छ चट्ट गएर अन्डा कडी गम खानुपर्ने हुन्छ आफ्टर अ लङ टाइम अन्डा नखाएको धेरै भएको थियो हिजो मासु खाएको बिहान पनि मासु खाएको स्कुल हिजो रिजल्ट थियो हाम्रो र हिजो रिजल्टमा पनि प्याकेटमा चाहिँ मासु भएको थियो हो त्यहाँबाट अन्त सब्जी खानु मन परिरहेको छ सागसब्जीहरू मासु त खाएर सागसब्जीहरू खानु मन परिरहेको छ के गर्नु अन्डा खाइ हुँदैछ गाइज त्यो गाइज If you guys want flour, contact me because we have lots of flour. We have nursery over there. And so guys, this is next day हो हिजोको चाहिँ अब त्यही प्रब्लम होइन मेरो फोन छैन मैले भनिहालेँ र पनि म चाहिँ अलिअलि क्लिप थुपार्दै अन्त बनाउँदैछु नि त हो अहिले चाहिँ आगो ताप्दैछु यहाँनिर चट्ट यहाँनिर गेम खेल्दैछ त्यो दिउँसो भ्लग बनाऊँ भनेको यतानिर सबैजना जोरथाङ गएको थियो नि त हो त्यही भएर फोन नभएर चाहिँ मैले ल थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई गाइस